दामी ठाउँ छ यार, तपाईहरु पनि यहाँनेर घुम्न आउन सक्नुहुन्छ। यो चाहिँ जोनी सिक्सको भन्छ। सॉरी बोल वेलकम ब्याक टु आवर न्यू भ्लग। हामी चाहिँ तिमी बजार जान्छौँ। अनि यो चाहिँ जोनी सिक्सको भतिजा गफाडी, अनि यो चाहिँ ठगुवा, अनि त्यो चाहिँ ठगुई, यिनीहरू चाहिँ चल्लाहरू। आएको छु म हेर्न आइराखेको छु। अयो अनि यो चाहिँ मेरो ब्लग हो नि, फेरि झुक्किएर मेसेज गर्ला नि मैले रिप्लाई दिन्छु नि फेरि। हाल्न सक्छ हाल्छु। हाम्रो मौवा चाहिँ परको हो। यो भाग्यदेव सरकार सॉरी बोल गलेर होला सरकार हामीलाई भात हामी पूजा गर्न भनेर भोकै हिँडेको, भोकाले यहाँनिर अब सेन्टी फल्याट सेन्टी फलाट होइन आँटिसक्यो यार। बाई बाई गाइज, र अब हामी माथि पुगेर फेरि कन्टिन्यू गर्छौँ। केटीहरू यहाँ आएर विरक्त लागेर बसिराखेको छौँ। कस्तो लागिरहेछ तिमीहरूलाई तुम्बेवाको ट्रेकिङ गर्दाखेरि? हामी चाहिँ यहाँ पञ्चम बजार आइपुग्यो। पञ्चम बजार पनि अहिले राम्रो भइसकेको छ, खतरा भइसकेको छ, एकदम बवाल भइसकेको छ। हामी यहाँबाट तिरबाट यहीँ आउँदा यहीँ गलिसक्यो भनेपछि कस्तो भयो होला सम्झिनु त, हाम्रो हालत कस्तो होला। यहाँ छ। हामी अब तुम्बेवाको ट्रेलतिर लागिसक्यौँ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो गोरी, हाम्रो बाङ्गे यहाँनिर एकदम ह्यान्डसम बोय हो यो तुम्बेवाको। यसलाई म्यासेज गर्नुपर्ने छ भने चाहिँ मलाई पहिले डिटेलमा सब्सक्राइब गर्नुहोस्, आइडी मिलाइदिन्छु। अनि यहाँनिर सिस्टिका थापा, अनि यहाँ हाम्रो तुम्बे गाउँपालिकाको वडा नम्बर 3 को के उत्कृष्ट भ्लगर हामी मेहनत गरिराखेको छौँ। मेहनतको फल मिलेको छैन। फल मिल्ने बित्तिकै तपाईँहरूले के भन्छ सब्सक्राइब र सेयर गर्नुभयो भने चाहिँ तपाईँहरूलाई के छ भनेपछि हामी सक्सेस भएपछि तपाईँहरूलाई धेरै माया भन्ने कुखुराको अन्डा सिङ सिङमा नि सिङ खुवाउँछु तपाईँहरूलाई। कुखुराको सिङको झोल बनाएर कुखुराको सिङ कस्तो हुन्छ भनेर अब तर के भन्छ मलाई सब्सक्राइब हान्नुभयो भने चाहिँ नि तपाईँहरूलाई के गर्न सक्छु भने म केही गर्न सक्दिनँ। र यहाँनिर के भन्छ तुम्बेवाको ट्रेल यस्तो राम्रो छ कि तपाईँहरूलाई यहाँ आउनुभयो भने नि यो क्यामेराले त तपाईँहरूलाई केही पनि फिल गर्दैन कि यहाँ आएपछि हामी जस्तो हिँड्न सक्नु भयो मात्र आउनु होला। सिस्टिका कस्तो लागिरहेछ त यो तुम्बेवा आउँदाखेरि तँलाई? तर अब हामी घरबाट हिँड्दा चाहिँ कति 6 जना थियौँ। अहिले यहाँ आएपछि चाहिँ हामी 7 जना भयौँ र एकदम मजा गर्नुपर्ने हुन्छ। खतरा
यहाँ खतरा गुराँस भलिरहेको प्रवेश गर्न आँटिसक्यौँ। युवाहरू यसरी यहाँ त आउँदैछ, युवतीहरू। अनि खतरा तरिकाले टुङटुङ ट्याड्याउ। ल चस्मा पनि आँखामा भन्दा पनि यहाँनिर नाकामा लगाएर हिँड्ने बेला भएको छ। यहाँ चाहिँ यस्तो खतरा बोर्ड छ, यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरू। ब्युटिफुल ब्रल। ओ माइ गॉड। अब यहाँनिर तुम्बेवा छिर्न लागि अब भित्र कस्तो चाहिँ हुन्छ तपाईँहरूलाई प्रष्ट रूपमा तपाईँहरूलाई देखाउन हामी चाहिराखेको छौँ। चस्माले कस्तो देखिएको छ, जोनी सिंहको भतिजा जस्तो देखिएको छ कि छैन छ नि होइन, कमेन्ट गर्नु होला यो चाहिँ। र अब ट्याक्क लाएर हामी प्रवेशद्वारतिर लाग्दैछौँ। अब प्रवेशद्वारमै पुगेपछि प्रवेश गर्छौँ हामी। ए पर नि ल हाम्रो चाहिँ यहाँ अब पूजाआजा चल्छ होइन। म भिडियो बनाइदिन्छु। अब ल त बोक भाइ। यिनीहरू चाहिँ यहाँ पूजा गर्छ। सृष्टिका त पनि जा। नजाम ल हामी चाहिँ मनमै दर्शन गरेको। भगवान एउटा हेन्डसम होइन, काले खालको काले चल्छ। बोका बोका चाहियो अरे। गर्लफ्रेन्ड वरदान माग्न आँटेको छ। भगवान म गुरुदेव। ओइ पास बनाइदिनु भन्नु न त, केटी सेटीको कुरा नगर। मलाई 12 पास गराइदिनु पर्यो। अनि विदेश जान पनि विदेशमा गएर जोनी सिंहसँग भेटाइदिनु पर्यो। ओइ ओइ चस्मा छ त्यहाँ, ज्वरो देखिस् झन्डै फुटेन। एउटा काम माग्न त्योसँग। यता अर्को लेडी ब्लगर। ए उडुस छ कि यो उडुस त रहेछ। ओइ त्यो लिएन पूजा गर्ने सामानै नभइकिन। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो ब्युटिफुल विजय। अब अच्छा तरिकाले पूजा आजा हुन्छ होला होइन। चामल पनि ल्याए त मैले। ओइ हो सकिएर पनि आइसकियो। यसले काका र मैले पूजा गऱ्यौँ। अब पूजा गरेको सामान चाहिँ अब हाल्ने डस्टबिन यता रहेछ। यसरी पूजा गरिसकेपछि चाहिँ डस्टबिनमा हाल्नुपर्छ फोहोर। यो चस्मा, यो फुल चाहिँ यता राखौँ। यो फोहोरहरू चाहिँ यसरी सदुपयोग गर्नुपर्छ। यहाँ डस्टबिन राखेको छ, यहाँ हाल्नुपर्छ है गाइज। ल यस्तै भयो। यहाँ फोटो सेसन हुँदैछ। यता केटाहरू यहाँ आएका छन्। यो के भन्छ, यो यहाँदेखि माथि जानलाई चाहिँ जति छिटो गयो त्यति राम्रो। र यहाँदेखि माथिसम्म सास नफेरिकन पुग्नु भयो भने चाहिँ तपाईँहरूले चिताको काम चाहिँ एकदमसँगले पुग्छ भन्ने यहाँनिर पुग्छ भन्ने के भन्छ, यो पुर्खादेखि चलिआएको विश्वास हो। अब कस्तो हो त्यो चाहिँ थाहा भएन, तर यहाँदेखि माथि सास नफेरी पुग्यो भने चाहिँ आफूले सोचेको काम पुरा हुन्छ भन्ने भनाइ छ। अब के हुन्छ त्यो चाहिँ थाहा भएन। तपाईँहरू पनि आएर ट्राई गर्न सक्नुहुन्छ। म चाहिँ सकिनँ, म चाहिँ हिँड्दै जान्छु बिस्तारै। तर बाटो चाहिँ दामी छ है। कुद्लु यस्तो बवाल दामी ठाउँ छ यार। तपाईँहरू पनि यहाँनिर घुम्न आउन सक्नुहुन्छ। यस्तो दामी ठाउँमा कतिजनाले यहाँनिर तुम्बेवा आएर घुमिसक्नु भएको छ। यहाँनिर चाहिँ फोटो सेसन हुँदैछ। एकदमसँगले यता विरक्त लाएर बसिराख्नु भएको छ अर्को भ्लगर। अनि यहाँनिर हामीले पूजासुजा गरिसक्यौँ।
यस्तो दामी ठाउँ छ तपाईँहरू आएर यहाँनिर इन्जोय गर्न सक्नुहुन्छ यहाँनिर पसल ससल चाहिँ छैन यहाँनिर खाजासाजा चाहिँ आफै तल ओखरबोटे बजार छ हो त्यता गएर तपाईँहरूले ल्याएर यहाँनिर मोज गर्न सक्नुहुन्छ अनि यहाँनिर अब यहाँनिर घन्टीहरू पनि बजाउन सक्नुहुन्छ यहाँनिर अब घन्टी दामी तरिकाले जय घन्टी यहाँनिर देशमै घन्टी बजिराखेको छ यहाँनिर मन्दिरमा बज्नु त कुनै ठुलो कुरा होइन त होइन हो कि होइन साथीहरू यहाँनिर चाहिँ सबसे ठुलो घन्टी हो यहाँ मन्दिरभरिको ऊ पर पनि रह भनेपछि त्योभन्दा यो अलिक ठुलो छ यो अलिक ठुलो हो सबसे ठुलो यो सानै ठिक हुन्छ यहाँनिर ढोल पनि छ ढोल बजाउने चाहिँ यो ढोल यसरी यहाँ हम्मर छ हम्मरले यसरी बजाउन सक्नुहुन्छ मजाले भयो घन्टी नबजा कान खाइसक्यो भयो घन्टी नबजा यहाँनिर अब म आफै बजाउँछु कि यहाँ कस्तो दामी बजाइन्छु तपाईँहरू म ढोल बजाउँछु तपाईँहरू एकदमसँगले खतरा पारामा नाच्नु पर्यो नि यो त के भन्छ पिट भयो यहाँ राख्थेँ मैले फुटेर हामीलाई मार्छन् यो भिडियो देखेर हामीलाई गाली नगर्नु है सार्वजनिक सम्पत्ति मन्दिरको सम्पत्ति भनेर यहाँनिर फुल पर यहाँ माथि डाँडामा आइसक्यो यहाँको सबसे तुम्बिया गाउँपालिकाको सबसे टप हिल अथवा डाँडा के भन्छ यसलाई त्यहाँ पनि पुग्न आँट्यौँ तपाईँहरू पनि घुम्न मन छ भने भन्नु मलाई पैसा हालिदिनु म तपाईँहरूलाई तुम्बियामा सब घुमाइदिन्छु पैसा चाहिँ हालिदिनुपर्छ म टुरिस्ट भन्छु यो चाहिँ के भन्छ यसलाई धुपी सल्ला कि के भन्छ होला यो एकदम बवाल छ यार यो तपाईँहरूलाई पनि मन पर्यो होला सायद दामी छ यतापट्टि चाहिँ सिस्टिका थापा मिस हुनुहुन्छ र मेरो भ्लगमा केही भन्दैन त सब्स्क्राइब गरिदिनु होला गाइस त्यति हो यो पनि एकदम ल ड्यान ट्यान तपाईँहरूलाई यहाँनिर तपाईँहरू के भन्छ ए तपाईँहरू यो किराँत जातिको यो के भन्छ यसलाई तपाईँहरूलाई नि थाहा होला फागुनन्द भन्छ होइन अनि हामी यहाँनिर अब एकछिन ढोकढाक गर्छौँ अब ढोक के भन्छ होइन त्यस्तै हो कति साह्रो टाइट लागेछ तपाईँहरू एकछिन हेर्नु होला एकदमसँगले यहाँनिर आउँदाखेरि चाहिँ जुत्ता सुत्ता भुगालेर गर्नु होला अनि यहाँनिर यस्तो सफा ठाउँ छ फोहोर पनि नगरिदिनु होला फोहोर कसैले गरेको पनि रहेनछ यो एउटाले शङ्ख बजाउन आँट्दैछ यहाँ आएर शङ्ख बजाउनु होला तर धेर चकचक नगर्नु होला यहाँ चाहिँ हामीले पूजा गर्न पाएनौँ रमाइलो तपाईँहरूको लागि पनि हामीले धेरै कुरा मागिदिइसकेको छ के माग्दिनु भन्नु त दामी तरिका भोटेमा घन्टीमा भन्नु है कमेन्टमा सबैजनाले कोही एमाले साला काङ्ग्रेस यहाँ यस्तो कुरा त बोल्नु हुँदैन होला जे भए पनि अब जय घन्टी जय माटो जय जेएनजी सरकार जय बालेन सरकार जय सुजन गुरुङ यस्तै यस्तै छ हाम्रो भ्लग चाहिँ मन परेमा सब्सक्राइब भन्नु नमन परेमा कमेन्ट सेयर सब्सक्राइब नै हान्नु होला त्यो पनि जय जय एकचोटि अघिको जस्तै गर्न
अलिक मजाले फुक्न यस्तो गरेर फुक्न यस्तो पक्रियो अनि यस्तो टुप्पीमा यस्तो पक्रियो अनि भो 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 अर्कोचोटिमा घन्टीमा उठ्छ है मलाई सबैले भोट हाल्नु ग्लास नि मुला त्यस्तो हुँदैन यसलाई दिएन एकचोटि यसको रियाक्सन हेरौँ न कस्तो छ भो 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 हक जस्तो अहिले पर्दैन म एकपल्ट अब हामी चट्ट लाएर घुमघाम डुलडाल भइसक्यो हामी ट्याक ट्याक टुकटुक ल तरिकाले हामी अब घर फर्किँदैछौँ अनि अब यस्तै हो आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला हेर्दै जानु होला अब तल घर पुग्दै हामी घर पुग्दुन गुफा जाने प्लान चाहिँ क्यान्सल भयो अलिक यहाँनिर घाम नलागेको हुनाले जाडो जाडो कसले मैले गर्दा जाउँ न त गुफा जाउँ न मनदेखि माया गर्नु होला भिडियो नराम्रो भए पनि ल यस्तै छ मनदेखि धेरै बोल्छु सोचेर आउँछु तर बोल्नै सक्दिनँ भ्लगमा आएपछि यस्तै हो अब के भन्छ यहाँ तुम्बेवा आएपछि एउटा नयाँ कहानीको याद आउँछ क्या मलाई पहिले हामी सानो 6 कक्षामा पढ्दाखेरि एउटा यस्तो कुरा भएको थियो कि हामी सानो 6 कक्षामा थियौँ अनि त्यति बेला लास्टै यस्तै बर्खाको टाइम थियो पानी परिरहन्थ्यो घामसाम लाग्दैन थियो कि अनि हो यति बेला सरहरूले 6 कक्षामा हामी 6 कक्षामा पहिले अहिले त हामी 11-12 पुग्न आँटिसक्यौँ अनि अब 6 कक्षामा पढ्दाखेरिको कुरा हो क्या 6 कक्षामा के भयो भने हामीलाई उयो 7-8लाई चाहिँ उयो टुर लाने कुरा भयो क्या यहाँनिर तुम्बेवामा अनि लाँदाखेरि चाहिँ के भयो भने 6को म 6मा पढ्ने मलाई पनि जान मन लाग्यो कहिले आएको थिएन तुम्बेवा अनि साला आउनु पर्यो भनेर कस्तो प्लान बनाएको सरहरूले नल्याउने भए साला अनि हामी पनि चकचके 7 र 8को कक्षाको उयो के भयो हुलमा साला जाकिएर हामी आइयो अब त्यो पैसा नबोकिकन आइयो अब त्यति बेला उनीहरू पो टुर जाने भन्ने प्लानमा आमा बाउलाई पैसा माग्यो अरे अनि हामी त आइयो त्यो साला साथीहरू पनि कोही छैन बोकै आइयो यत्रो साला जङ्गलमा अहिले त पहिले त जुका पनि लाग्थ्यो अहिले त त्यति साह्रो लाग्दैन अनि जुकाले टोक्छ उस्तै साला त्यति बेला कस्तो तनाव भएको थियो बोकै आएर गइयो साला अब सरहरू त्यस्तै हो किन आइस भनेर झन् थर्काउँछ त्यति बेला यार लास्टै रिस उठेको थियो सरहरूसँग पनि के गर्नु रिसाएर पनि हुँदैन थियो फुट्नु सकिँदैन ल अनि त्यस्तै हो कुराहरू यहाँनिर चाहिँ यस्तो मजादार भ्यूहरू छ रुखहरू चाहिँ अरूभन्दा नि यहाँनिर टिकटक बनाउने ठाउँ भिडियो बनाउने ठाउँ चाहिँ एकदम ओभर छ यहाँनिर फिल्म सुटिङ गर्दा पनि जङ्गल खतरा छ जङ्गल उपर छ सबै खतरा जङ्गल छ यहाँ उपर खतरा उपर मन पर्ने जङ्गल छ तपाईँहरू पनि एकजना कोही तुम्बेवादेखि बाहिरको मान्छेले हेर्दै हुनुहुन्छ भने आएर एकचोटि मजा गर्नु होला र आइसक्नुहुन्छ भने ठाउँ कस्तो छ कमेन्ट गर्नु होला मलाई चाहिँ एकदम ठिक लाग्छ अझै यहाँनिर सरकारले केही बजेट ल्याएर केही राम्रो गर्यो भने झन् राम्रो हुन्छ यहाँनिर अब के
गर्नुपर्ने ठाउँ यहाँनिर सरकारले नै आफै हेर्नुपर्छ र अझै धेरै राम्रो ठाउँ अझै विकास गर्नु पर्यो यो ठाउँलाई। म चाहिँ अलिक छिटो आएको यहाँ भ्लग बनाउन र एक्लै अलिक सजिलो होस् भनेर एकदम यहाँनिर यस्तो मजाको ठाउँ छ हावा चल्छ तिनीहरू कडाम गुडुम लडेछ केटाहरू खतरा कुद्दैछन् त कुद केटा कुद 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 30 फिट कुद त केटा हो देउरालीको बरपिपलमा सँगै कसम खाउला देउली बनी बस्नु तिमी जन्ती। वाह 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 बहन क्या कविता सुनायो तूने? तेरो क्यामेरा उयो भएन स्टोरेज फुल भएन भयो भने